Hi guys, welcome back to my channel. It's me, आशुतोष हजुरलाई फेरि पनि स्वागत छ। आजको मेरो न्यू डे न्यू ब्लग सुरु हुँदैछ हैन। अनि सो धेरै पछि भेट्दैछु हजुरहरूलाई अनि त्यही हो मैले बिचमा लिएर आउँछु भने बट केही न केही भइरहेको हुन्छ हैन। अनि मलाई सन्चै थिएन। सो आज चाहिँ हाम्रो 1 महिना पछिको प्लान मुकबाङ गर्ने आज कम्प्लिट भयो। अनि सो आज मेरो मुकबाङ भ्लग आउँदैछ अनि बिरयानी मुकबाङ गरेको अनि हामी तीनजना अनि हाम्रो स्पेशल गेस्ट मेरो भाइ छ अनि त्यसपछि दाइलाई त हजुरले देखिरहनु भएको छ। हामी तीनजना भिडियो मुकबाङ गर्दैछौँ अनि सो हेर्नु होला लास्टसम्म। सो भिडियो स्टार्ट गरौँ त गाइस मेरो भिडियो। सो गाइस त्यहीको लागि रेडी हुँदैछ होइन। तपाईँको सो यहाँ चाहिँ केही कुराको लागि यो खानेकुराहरू रेडी हुँदैछ होइन। त्यो अहिले पछि देख्न सक्नुहुन्छ के को लागि भनेर। सो यो चाहिँ अहिले तारेर अनि फ्राई हो। ओह माय गॉड डेन्जरस। यो चाहिँ एकछिन पाक्दै गर्छ। अहिले एकछिन नेक्स्ट देखाउँला फेरि यता। सो यहाँ चाहिँ यो रेडी भइसक्यो। अब नेक्स्ट हाम्रो यो किचनलाई चाहिँ इग्नोर गर्नु होला। अब होटेल हो सो यतिको त भइहाल्छ। अलिकति बिस्तारी मम्मी मास्टर सेफ भइसक्यो छोरीलाई झन् आनन्द रहेछ नि। साँच्चै हो त पकाउनु पर्छ। उसको खास हाम्रै लागि पाकिदियोस्। सो यो अब लास्ट यो चाहिँ अनि त्यसपछि अनि नेक्स्ट स्टेप हजुरलाई फेरि देखाउने छु के हुन्छ कस्तो हुन्छ। अनि यो नि फ्राई भइसकेपछि अनि नेक्स्ट भात त्यसपछि हजुर आफै देख्ने के हुन्छ त्यसपछि यो चाहिँ रेडी हुँदै गर्छ। सो यहाँ चाहिँ चामलको लागि यो रेडी हो। यो चाहिँ मासुको लागि रेडी हुँदैछ। बिरयानीको मसला भन्दो रहेछ मलाई पनि थाहा छैन। मैले पकाउने भनेको जस्ट चिया अनि आफूलाई खानु मन लागेको चिजहरू हो। अनि बनाउनु त बनाउँछु नबनाउनु तर मिठो हुने नहुनेमा फरक पर्छ क्या। अनि मम्मीले बनाएको त यस्तै मिठो हुन्छ। करेन्ट आउँछ झन् ओभर। त्यो त नर्मल सिम्पल चिज त बनाउँछ होइन तर यस्तो मिठो मिठो चिजहरू चाहिँ अलिक गाह्रो हुन्छ। सो यहाँ चाहिँ बिरयानीको चामल भिजाएर राखिसकेको थियो। अब यसलाई बसाल्ने अब यो एकछिन राखेर बसाल्ने अनि यहाँ चाहिँ मसलाको काम हुँदैछ।
मसला नि यतिकै अब गर्छ होइन। अब एकछिन अब यो पानी उठिसकेपछि चामल हालेपछि त्यो चामल गर्दैछौँ। मसला चाहिँ यति भइसक्यो होइन। अब मसलामा यतिकै हो, मासु हाल्ने त्यसपछि त्यसपछि मसला रेडी भइसकेपछि मासु हालिन्छ। अनि आफू हाम्रो पानी उम्लिन लाखा। सो गाइस, उहाँ चाहिँ हुनुहुन्छ मेरो मम्मी, जसले यस्तो दामी खानेकुराहरू बनाउनुहुन्छ। सो आज हाम्रो बिरयानी पनि मम्मीले नै बनाइरहनु भएको छ। सो मैले अलिकति भिडियो लिएको छु। यहाँ चाहिँ हाम्रो बिरयानीको लागि मासु रेडी भइसक्यो होइन। अब यसलाई चाहिँ अघि बनाएको हामीले मसलामा हाल्ने। अनि त्यसपछि अब के हुन्छ अब मम्मीलाई थाहा, मलाई थाहा, त्यही पनि मजाले थाहा भएको भन्दै गर्दै रहेछ। सो यहाँ चाहिँ अब मासु हाल्दै हुनुहुन्छ मम्मीले। अनि यसपछि हाम्रो बिरयानीको मसला प्लस चिकन हालेर ल्याइन्छ होइन। यो चाहिँ हाम्रै घरको रेसिपी होइन, यो त्यसै कतैबाट हेरेर बनाएन, मम्मीको आफ्नै रेसिपी। सिम्पल त्यो इन्डियन टाइपको बिरयानीहरू चाहिँ हामीलाई खासै लाग्दैन। अनि त्यही भएर हामी चाहिँ नेपाली बिरयानी खाँदैछौँ। नेपाली बिरयानी अहिले हेर्ने त लास्टमा हाम्रो होममेड प्लस नेपाली बिरयानी कस्तो हुन्छ। इन्डियन बिरयानी त थाहा कस्तो हुन्छ हजुरलाई, त्यही पनि अब हाम्रो नेपाली बिरयानी चाहिँ कस्तो हुन्छ हेर्ने त। मासु यहाँ चाहिँ हाम्रो मासु मसला रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ। अनि यसपछि हाम्रो यो चामल दाल nothing special but yummy. Wow. Nothing special but too much yummy. So, our next year. अब चामल राख्ने। चामल नेक्स्ट अब चामल राख्ने। मम्मी चाहिँ खास क्यामेरा नअन थियो, बट अलिअलि लिइरहेको छु। कसले बनायो भने त थाहा पाउनु पऱ्यो नि त होइन र। म पो क्यामेराम्यान हो त। मिठो नभए मिठो भयो। म बाई द वे हामीले पहिला नि कति खाइसक्यो बिरयानी होइन, दामी हुन्छ तर। कुकर बिरयानी। हो कुकर बिरयानी। मम्मीको स्पेसल कुकर बिरयानी। यसमा पानी हाल्ने होला। मेरो यो कुरा सुनेर नि मलाई त केही पकाउनै जाने छैन जस्तो फिल हुन्छ हजुरहरूलाई, तर मलाई आउँदैन आउँदैन पकाउनलाई। त्यस्तो केही नि नआउने त नि होइन है फेरि गाइस, फेरि केही आउँदैन जस्तो नगर्नु होला। सो अब यति भइसक्यो। अब हाम्रो यो फुल रेडी भइसकेपछि हजुरहरूलाई देखाउने छु लास्टमा कस्तो हुन्छ हाम्रो बिरयानी है त।
होइन नराम्रो भयो नि देखाउनै पर्यो, राम्रो पनि देखाउनु पर्यो, यतिको यहाँ बनाइसकेपछि त। सो गाइस अहिले लगाइदिने है त, यहाँ कुकर ढक्कन लगाइसक्यो, अब यो रेडी भइसक्यो। सो गाइस हाम्रो बिरयानी रेडी। भने नि मैले हाम्रो नेपाली बिरयानी, सो इन्डियन बिरयानी यस्तो हुँदैन। सो हाम्रो मैले अघि भिडियो त बनाएँ बट भोइस रेकर्ड भएन रहेछ होइन, माइक अफ रहेछ। सो अहिले चाहिँ यहाँ टक्क हाम्रो सर्भ भइसक्यो बिरयानी, यता हुन बाँकी छ। बास्ना यस्तो सही आयो गाइस, ओ माइ गड भनेको छ होइन। अनि हाम्रो यो नेपाली बिरयानी भन्छ है, किनकि इन्डियन बिरयानी यस्तो हुँदैन, हजुरलाई थाहा होममेड प्लस नेपाली बिरयानी, किनकि अर्को इन्डियन बिरयानी यस्तो हुँदैन कि व्हाइट व्हाइटिस हुन्छ अनि त्यो धेरै मिक्स हुँदैन क्या मसला हो र। यो चाहिँ हाम्रो खै अहिलेसम्म मैले खाएकोमा चाहिँ मलाई घरमा तपाईँले धेरैचोटि बनाएर दिइसक्यो होइन, यो चाहिँ बेस्ट वान होइन। सो यहाँ चाहिँ छ बिरयानी, यहाँ छ हाम्रो के भन्छ राइता प्लस दही, हाम्रो चाहिँ दही भन्छ, दही मात्र अहिले चाहिँ, अनि राइता चाहिँ अब आज बनाएन। सो दही अनि यहाँ पापड अनि हाम्रो सलाद छ रेडी। त्यसपछि उहाँ चाहिँ छ हाम्रो सलाद, ओ माइ गड दिस वान इज सलाद। सो यति नै अहिले चाहिँ हाम्रो मागसँग होइन, बिरयानी स्पेसियल हो नि त आज, सो हामीसँग भएको यति नै है। सो गाइस आज चाहिँ हाम्रो मुकबाङको रेडी भइसक्यो। मुकबाङ गर्ने मान्छेहरू चाहिँ यहाँ एकजना हुनुहुन्छ, हाम्रो दाइ हजुरले देखिरहनु भएको। सो अर्को एकजना हुनुहुन्छ, अहिले एकछिनमा आउनुहुन्छ उहाँ चाहिँ। सो अनि त्यसपछि म गाइस अनि म हामी तिनजना मुकबाङ गर्दैछौँ। अनि के कस्तो चाहिँ हेरौँ है त, अहिलेलाई एङ्गल मिलाउँदैछौँ गाइस। हाम्रो यहाँ अनि हाम्रो यहाँ हुनुहुन्छ स्पेसियल गेस्ट आजको हाम्रो भाइ। सो आज फर्स्ट टाइम देख्दै हुनुहुन्छ यसलाई चाहिँ मेरो ब्लगमा। आज चाहिँ स्पेसियल राखेको यसलाई मुकबाङ गर्नलाई। सो स्टार्ट गरौँ है त गाइस अब हामी। सो गाइस अहिले चाहिँ हामी मुकबाङ गर्न रेडी भइसक्यौँ होइन। अनि उहाँ हुनुहुन्छ मेरो दाइ, अघि नै मैले इन्ट्रो गरिसकेँ, त्यही पनि इन्ट्रोडक्सन दे प्लिज। हेलो, म चाहिँ बिहार श्रेष्ठ। आजमा को यहाँ अब मुकबाङमा आएको छु, हेरौँ अब कति के खाइन्छ। अनि उहाँ हुनुहुन्छ मेरो भाइ, हजुरहरूले फर्स्ट टाइम देख्दै हुनुहुन्छ उहाँलाई चाहिँ। सो कस्तो लागिरहेको त तँलाई मेरो ब्लगमा आएर? राम्रै लागिरहेको। सो गाइस उहाँ चाहिँ अलिक लजाउनुहुन्छ, त्यही पनि अब स्टार्ट गर्ने है त। त्यसो भए त हाम्रो आजको मुकबाङ चाहिँ बिरयानी मुकबाङ हो होइन, बिरयानी चाहिँ स्पेसियल हाम्रो चाहिँ। अनि त्यहाँपछि हाम्रो यतापट्टि छ दही, सो यो सलाद, अनि उहाँ यता छ पापड। सो हेर्नु है त, अब हामी मुकबाङ स्टार्ट गरौँ है त गाइस, ल खानु स्टार्ट गरे हुन्छ। गाह्रो भयो नत्र यसरी सलाद चाहिँ बिचमा राख है ल, खा अब भेटे नि नभेटे नि यसरी खा, आरे नि खा। दही, सो दही आरे अलिकति उता साइडमा राख्न त, के कस्तो आएको थाहा आएन तर सो स्टार्ट गरे हामी त यतिकै नि। हाम्रो यो के अरे कस्तो भन्छ प्रोफेसनल मुकबाङ हो कि के भन्छ नि, त्यो चाहिँ फर्स्ट टाइम हुँदैछ है हाम्रो घरमा चाहिँ। हामीले अहिलेसम्म म चाहिँ अलिक होचो भएँ यार तिमीहरू भन्दा मैले चाहिँ भेटिनँ अरू भन्दा नि। सो स्टार्ट। माइक चाहिँ अलि नजिक राखेर बोलायो। कस्तो टेस्ट? मिठो छ। खाइसकेँ। मैले चाहिँ होइन मुकबाङ गर्ने बेला होइन, म चाहिँ हातले गरौँ भन्छु, किनकि मुकबाङ भन्ने चाहिँ त अब हातले गर्ने हो जस्तो लाग्छ। बट हाम्रो छ हाम्रो बिचको यो दाइ हुनुहुन्छ जो कि हातले खानुहुन्न। हातले नै खाइरहनु भएको, तर हातमा चम्चा त्यो बोकेर खानु भएको, त्यो भएर अलिकति अनि तँलाई कस्तो टेस्ट? तर हामीले त सधैँ खाइरह होइन बिरयानी, मतलब बिहान खाइरह खानु, तर हाम्रो घरमा चाहिँ धेरै जस्तो चाहिँ पाकिरहेको हुन्छ नि त। ठाउँ सानो भयो बट केही छैन।
एएसएमआर गरेर क्या यो मुखबाङ गाइज भित्रमा एएसएमआर पनि आइरह है यो मुखबाङको प्लानिङ चाहिँ कति दिन भयो आम्मामा साँच्ची यार हाम्रो यो मुखबाङ गर्ने भनेको लगभग 1 मन्थ भन्दा बढी भयो 1 मन्थ हो 1 मन्थ भयो बिचमा कहिले के हो नि कहिले के हुने अब बिहारको चाहिँ छुट्टी भनेको शनिबार र आइतबार अनि शनिबार आइतबारमा हामी के गर्ने बिहार कहिले काठमाडौँ पुगिरहेको हुन्छ कहिले म बिरामी भइरहेको हुन्छ कहिले के नमिल्ने हुन्छ होइन त्यस्तो भइरहेको थियो अनि सो फाइनली आज चाहिँ हामी गऱ्यौँ होइन अनि यो चाहिँ अनएक्सपेक्टेड चाहिँ के भयो भने के भयो थाहा उहाँ कुन्नाको मान्छे चाहिँ अनएक्सपेक्टेडली जोड्यो होइन त धन्न मान्यो भनौँ अनएक्सपेक्टेडली जोड्यो नत्र यस्तो साई पर्सन हो नि त्यो भिडियोमा आउँदैन साई छैन अहिले चाहिँ छैन त्यति पहिला जस्तो चाहिँ छैन अहिले चाहिँ नर्मल्ली भन्ने हो भने चाहिँ पहिला जस्तो छैन माइकमा साउन्ड आउँदैन तिमीहरूको हात त्यसो आर्मी बोल्दैन त्यही हो यो बोल्दैन यो खाने मात्र बस्छ अब तिमीहरूको हाइट चाहिँ ठिक्क भएको छ मेरो हाइट चाहिँ लास्टै सानो भएछ के गर्ने अब भगवानलाई के भयो फेरि ठिकै छ कस्तो ठिकै छ तिमीहरूको हाइट धेरै भएर मलाई मलाई धेरै छ अहिले उठेर देखाउनु पर्छ अनि थाहा हुनु ठिक्कको छ ठिक्कको त चाहिँ ठिक्कको छ आर्यन चाहिँ अलि लम्बु हो साँच्चै मैले बिचमा के भन्दा थिएँ मुखबाङ खानु पाइन्छ फेरि केही दिँदैन अनि बिचमा बिराम भएर चाहिँ मैले गरेन भन्ने बिचमा ठिकै भयो अनि आज फाइनल्ली हुँदैछ अनि मुखबाङ चाहिँ गर्न पायो भने अब यसपछि चाहिँ सानो एउटा च्यालेन्ज भिडियो लिएर भनेको अब खै हाम्रो दाजुभाइहरू मान्नुहुन्न अब त्यो चाहिँ टिकटकमा यदि गरिहाल्छ भने त्यो चाहिँ टिकटकमा हुन्छ ओके माने खाने है गाइस सो यो अब यो च्यालेन्ज भिडियो चाहिँ हाम्रो टिकटकमा आउँछ यो यसमा आउँदैन भ्लगमा त्यसमा चाहिँ हाम्रो छुट्टै च्यालेन्ज के टाइपको च्यालेन्ज भिडियो अहिलेको ट्रेन्डिङ छ नि पोइजन क्यान्डी लाइट अन अफ भइरहेको है लाइट कस्तो अन अफ भइरहेको के बोल्ने यार मुखबाङ खास बोल्ने केही पनि हुँदैन त्यही पनि आफूले मन लगाएको बोल्ने खाने मेरो नराम्रो त काट्नु पर्यो नि यार तिमीहरूको एडिटर मै हो अनि मैले त आफ्नो त राम्रो राख्नु पर्यो तिमीहरूको जस्तो हाल्दै हुन्छ हाम्रो जे हाल्दै हुन्छ अनि हाम्रो बिहार र मैले पहिला नै एकचोटि मुखबाङ गएको थियो एकदम राम्रो लागेको थियो त्यसमा चाहिँ रेस्पोन्स राम्रै आएको थियो होइन भ्युज पनि राम्रै आएको थियो अब स्टार्टिङ भ्युज भनेको त राम्रै त हुन्थ्यो पनि होइन सो राम्रै आएको थियो अनि हाम्रो कन्भर्सेसन पनि त्यसमा राम्रै भएको थियो राम्रो भयो भन्दै थियो होइन मान्छेले सो अहिले चाहिँ आज चाहिँ कन्भर्सेसन त्यति धेरै त गरे होइन गर्ने बेला पनि के छैन आज कन्भर्सेसन हामी धेरै छ त के छ यस्तै अरू के भिडियोहरू गर्ने प्लान छ त मुखबाङ जस्तै या अरू के ब्लगहरू म त अझै पनि मुखबाङै ब्लग भन्दा नि मलाई मजा लाग्छ मुखबाङ गर्न त्यसमा त
खासै केही गर्नु पर्दैन बस्ने मजाले खाने अलिअलि बोल्ने होइन र अरू भिडियो नि आउँछ अन्त अब हेर्नुभयो होला अस्ति हाम्रो बिहारको बर्थडेको भ्लग हेर्नुभयो होला रमाइलो भएको थियो त्यो तर छोटो बनेकै त्यति बेला गर्मी नि थियो नि त त्यही भएर साउन्ड आउँछ गिल्ला हुन्छ होला है मेहनत खराब हुन्छ हेर्नु पर्ला क्या आउँछ होला माइक आउँछ त्यो कसरी गर्दैछ तैँले कसरी हेर्छौ हुन्छ कुनाको मान्छे के बोल्नु न आइरहेछ क्या सो हामीले चाहिँ अब धेरै केही राखेन हाम्रो यो ठिक अलिक पुगेन अन्त थाल्दैन होइन केही राखेको होइन जस्ट बिरयानी मात्रै अनि हल्का यो क्याचप कुचन सलादहरू नथिङ स्पेसियल है गाई योभन्दा स्पेसल के चाहियो र त्यही हो बिरयानी नै स्पेसल हो के राख्नु भने भने सबै ठिक छ मैले सलाद चाहिँ कसरी छुने भने खान खान्छु नि खाले यसरी खान्छु मलाई पापालाई नि म त्यसरी निरुँदै यस्तो भएको त्यो त यसको रियल हाइट है अहिले क्या अहिले बिस्तारै यसरी पुग्छु म किनकि मेरो हाइट देखाएन कि मलाई एकदम यो होचो भयो नेक्स्ट टाइम गर्दा चाहिँ अलिकति राम्रोसँग के मतलब हुन्छ नि ठाउँ अलि कम्तीवाला गर्छु अहिले जस्तो हो त्यसै काम चलाऊ तर हाम्रो पहिला गरेको मुकबाङ भन्दा अहिलेको अलिकति हो नि है मतलब क्या राम्रो भएको क्या अस्ति त अस्ति हामीले स्टार्टिङमा गर्दा त यति पनि थिएन कि कस्तो त्यो भिडियो नि कस्तो कस्तो नि त्यही माथि हुन्छ त क्वालिटीमा त फरक परेन हाम्रो कन्भर्सेसन राम्रो लाग्यो मान्छेलाई होइन तर ठाउँ पनि एकदम कम अहिले चाहिँ पहिला भन्दा चाहिँ अलिक कम्ती अब यो भन्दा अलिक कम्ती बनाउँछु कम्फर्टेबल बनाउँछु ठिक छ कम्फर्टेबल बनाउँदै गयो बिस्तारै कुनाको मान्छेले भ्याउनु छु बाटा थियो पुग्यो अरे पुग्यो सलाद खानु अरे त्यो त फेभरेट होइन सलाद फेभरेट त हो मुला खानु त लास्टमा त्यो म निकाल्थ्यो गाई किन सलाद खाएर निकाल्न डराएर होइन किन नि अनि म निकाल्ने लड्छ अरे कि नहसानु बिगाड्यो हाँस्नु मुडमा खाँदा नष्ट पऱ्यो नि हाम्रो कस्तो त्यो बागरको 3 मूर्ति जस्तो थियो क्या यसलाई चाहिँ त्यस्तो लागिरहेको होला होइन बुढा मत बोलो बुढा मत सुन्नु बुढा मत देखो होला आरेर राख्दैन भन्नुको मान्दैन राख आरे फेरि यसलाई धेरै उयो गर्छ अवस्था गर्नु हुँदैन बाँकी हो होइन मलाई पनि त्यस्तो भएको होइन त त्यो पनि क्या ओ आज त के हो खाना चाहिँ पाइन है खान त पाउनु भएन म थप्नु काट्छु
जादु होला नि फेरि। म थप्पै काटिदिन्छु नि त पापडै खानु रहेछ मम्मी पापड खाने हो चिल्लो सलाद खान्छ सलाद ल ल गाह्रो तैसँग मिठो लाग्यो ठिकै छ। मलाई चाहिँ म भाको छुट्टै खाना चाहिँ मनपर्छ त तर यसरी मिसाएर खानु मन पर्दैन ठिकै नै छ मलाई त। सलाद चाहिँ टन्नै खायो जति खान मन लाग्यो त्यति आर्यन खा त्यो त निकाल्दैन हातले निकाल्दैन मुलान मलाई चाहिँ खायो भाइ तर आर्यन खानामा चाहिँ लजाउँदैन है त्यति बेला चाहिँ राम्रो छ त्यो त जति आयो तर खतरा वेट लस गरेर आयो होइन मलाई नि वेट लस गर्न मन लाग्यो पनि गरे थियो त। गरेर हरायो त्यो वेट लस त अहिले जति भयो कुरा नगर पानी खाने हो त पापा खाने एउटा के भइरहेको थियो ड्रामासँग के हेरिरहेको ड्रामा कोरियन ड्रामा हेर त्यो त कोरियन होइन चाइनिज हेर्छ त कहाँ कोरियन डार्क इन द जस्ट होइन जस्टिस इन द डार्क सही छ त्यो ड्रामा मलाई चाहिँ अहिले मलाई चाहिँ यस्तो यस्तो ड्रामाहरू मनपर्छ कस्तो नि पुलिसवालाको टाइपको अनि एक्सनवाला कस्तो दामी लाग्छ म त अहिले विक हिरोज टाइपको मैले हेरेँ नि यो विक हिरोज अनि अहिले हेरेको वान हिरो अफ द हाई स्कुलवाला यस्तो सही हो अहिले मैले 6वटा एपिसोड छ नि त मात्र भ्याइसक्यो अब 2टा एपिसोड बाँकी अब सायद शनिबार आउँछ फेभरेट ड्रामा फेभरेट तिमीहरू त अब ड्रामा हेर्छ नि तिमीहरू सोध्नु कुरा भएन सरी एनिमे हेर्छ नि आर्यनले कुन एनिमे हेर्नुहोस् अहिले हेर्दैनस् माइकमा बोल्न त्यो पनि हेर्दैन होइन मैले त्यो वान पिस हेर्छु भनेको हेर मलाई झलाएर कति धेरै एपिसोड हो क्या म त झलै हेरिनँ 1000 भन्नु पर्यो 1000 भन्नु पर्यो त्यही भएर मैले नहेरेको मलाई ड्रामा भनेको 30वटा 40वटा भएकोसम्म चाहिँ ठिक लाग्छ जम्मा 1 घन्टाको 1 घन्टाको हुन्छ नि एउटा भिडियो ड्रामा चाहिँ जम्मा 1 घन्टाको भिडियो हुन्छ अरे त्यही पनि एपिसोड चाहिँ कतिवटा ड्रामा चाहिँ 1 घन्टाको 1 घन्टाको हुन्छ अनि एनिमे कति घन्टा 20 मिनेटको हुन्छ ए 20 मिनेटमा आधी इन्टरै जान्छ 18 मिनेट इन्टर आउटरो जान्छ ए 18 के भएर हो त्यत्रो एपिसोड बन्ने हो अनि त्यत्रो एपिसोड सबैको त भन्दैन नि त्यही त्यो अलिक ड्रामासँग कम्पेयर गर्ने भने ठिकै हो 400 एपिसोड जस्तो हुन्छ होला कि 1 घन्टाको 1000वटाको उसँग कम्पेयर गर्यो भने 3टा एपिसोड 1 घन्टाको हुन्छ यो हाम्रो म्याक्सको लागि हाम्रो पप्पीको लागि कपी त भन्नु मिल्दैन त्यसलाई भिडियो हेरेर त्यो
पप्पी नै भन्न मिल्छ कसरी पप्पी भन्नु मिल्छ त्यही हो यार ठुलो देखिने हो तर जम्मा 1 वर्ष पनि भएन अनि बल्ल साउनमा 1 वर्ष लाग्छ साउनको 3 गते 1 वर्ष लाग्छ अनि होइन कसरी 1 भन्नु वर्ष त लाग्छ तर त्यो पप्पी भन्नु पप्पी च्याङको पप्पी च्याङको पप्पी बुढो पप्पी कन्ट्रोल गरेर बसिराखु कस्तो कन्ट्रोल गर आई डोन्ट लाइक इट पण बियरले पानी खाएन है तर गाह्रो त भएन बस्नु अहिले बल्ल इन्डियामा आएर त गाह्रो त भएन बस्नु जे भयो नि अब भइसक्यो भइसक्यो सो मुकबाङ त भने होइन मुकबाङमा मान्छेले यति यति खाएको छ तर सक्दैन हामी त कत्रो खान्छ कसरी खान्छ नि म त सक्दैन मलाई कि भेजिटेरियन मान्छे हुँ? अनि सबै भेजिटेरियन मान्छे सब भइसक्यो भन्नुपर्छ फ्लेक्स हान्नु बसिरहेको हामीले खाएर नभ्या किनभने मुकबाङ गर्ने भनेर यति यति खानु सक्दैन म त अब यसो अलिकति हेल्दी नै छु तापनि तर म चाहिँ धेरै खानु सक्दिनँ मलाई त खाउँदैन म त सबैले आफ्नो नै बडी नेचर हुन्छ नि मान्छे एउटा कोरियनको उयो चाहिँ यति यति खान्छ त्यो त एकदम फेमस अलिकति अग्लो हुने अब को अग्लो देख्यो भन्नु यहाँ अरे नजिक त तल जानु अब म अग्लो देखेन त गाइस हेर्नु यहाँ देखेँ नि म अग्लो छु है यहाँ घरमा सबैभन्दा खाजा मुकबाङ भनेकै खानेको बट मजा आयो तर गफसफ पनि भयो साँच्ची भन्नुपर्दा चाहिँ म यो मुकबाङ गर्ने भने चाहिँ बिहान भोकै थिएँ क्या ऊ हारेन पनि भोकै थियो म चाहिँ त खाजा खाइस् होला बिहान किनकि ढिलो हुन्छ खानुहोस् किन चिया चाहे उहाँ मुकबाङ गर्ने बिचरा कसैले केही नखाँदैन त्यो खाएको कमर जान्छ त्यो त हो तर हामीले यदि केही खाएको है यो जाँदैन त्यो पेटमा उनीहरूको मान्छे त बोलेन होइन हामी चाहिँ अलिअलि बोलेर भए पनि गऱ्यौँ सो हामीले चाहिँ फाइनली इन्डिङ भइसक्यो हाम्रो इन्डिङ भइसक्यो भन्ने नि हुन्छ दही कस्तो अलिक टर्रो लानु बनाउँछ हो मुकबाङ गर्ने त्यही भएर नभने भिडियो हेर्नेहरूले भन्छ मेन त आज थाहा नै अब मैले के भन्नु लाने अनि सो हाम्रो यो इन्डिङ भयो अनि हामीले भ्याइसक्यौँ भने नि हुन्छ यो अब सलाद अलिअलि खान्छौँ अनि त्यसपछि हाम्रो फिनिस्ड आजको यो मुकबाङ अलिक सिधा भएर बसौँ है अब आएर नै भ्याउँला भाइ त्यो सामसङ खा ओ त्यो राम्रोसँग खा सपेर माथिको मासु तान न त छोड्दै पनि हुन्छ म्याक्सले खान्छ
म्याक्सको चाहिँ आज तिहार लाग्यो होइन सो बा दसैँ लगायो दसैँ तिहार दुइटै लाग्यो तिहारमा साथी तिहारमा त तिमीहरूलाई मात्रै लाग्छ नि यो त तिमीलाई पनि लाग्छ हामी त मागी मागी खान त लाग्छ माग्न पर्ने जस्तो सो हाम्रो यति नै थियो गाइस हाम्रो मुखबाङ के कस्तो लाग्यो माइक लिएर भन्नुलाई माइक सुन्नुहोस् परिराखेको हुन्छ धेरै राम्रो थियो रमाइलो भयो रमाइलो भयो धेरै त बोलेनौँ होइन त्यही पनि आन्टीले धेरै मिठो बिरयानी बनाउनुहुन्छ यो खास साँच्ची यो हाम्रो मम्मीको रेसिपी मैले अघि नै भनिसकेँ होइन अगाडि नै हेर्नुभयो होला होइन के कस्तो थियो भनेर मैले बनाएको भिडियो पनि राखिदिन्छु अनि यो इन्डियन बिरयानी चाहिँ अर्को खालको हुन्छ जस्तो लाग्छ मलाई किनकि अर्कै टाइपले बनाउँछ जस्तो लाग्छ अनि यहाँ चाहिँ हाम्रो नेपाली बिरयानी प्लस होममेड बिरयानी हो होइन सो मिठो थियो अनि हाम्रो मम्मीले दामी बनाउनुहुन्छ है गाइस एकदम दामी दामी त्यही मम्मी एकदम मिठो मिठो बनाउनु भएर छोरी यस्तो यहाँ केही पकाउनु नभएको होला सायद पकाउँछ केही नेक्स्ट भिडियोमा है गाइस नो गाइस नो होइन च्यालेन्जको लागि लाइक र सब्स्क्राइब गर्नु होला स्टे ट्युन हैन होइन केही नगर त्यस्तो धेरै स्पेसल पकाउनु नजाने नि तर सिम्पल चिजहरू चाहिँ पकाएर हुन्छ होइन अनि सो कहाँ थाहा नि ल म थाहा है कहाँ थाहा है मलाई थाहा छैन है हाई ब्रो मलाई थाहा छैन है आर्यन मजाले पकाएर खुवाछु पनि के यसलाई थाहा छैन है मम्मी काट्नु जाँदा कसले पकाएर खुवाउँछ थाहा छैन है त भात त अब भात मात्र भात मात्र त नि हैन मासु कहिले मासु पकाएको कहिले आलु भुजेको मासु त पकाएन रे ओ माय गॉड ब्रो मैले मम्मी काट्नु जाँदा नि मासु पकाएको छु मम्मीहरू काठमाडौँबाट आउने बिदिन पकाएको होला सायद अनि मैले नर्मली मम्मीको त्यो मदर्स डेमा पनि मैले मासु पकाएर खान्छु मैले बनाएको मिठो हुन्छ नि सो ल तैँले के खा तँलाई अहिले याद भयो तर यो चाहिँ एकदम त्यो भयो यो त पकाएर खुवाउँदा नि हुन्छ नि अलिकति छैन रेस्पेक्टै छैन गाइस अहिले यसरी मजाले पकाएर खुवा हुन्छ होइन त्यही पनि छैन रेस्पेक्ट मलाई हेर्नु यहाँ तर मैले मम्मीले धेरै मिठो पकाउने मम्मीले सधैँ पकाउने भएर चाहिँ मेरो भ्यालु नभए जस्तो लाग्यो अहिले चाहिँ कन्फर्मेसन भएन अब पकाएर कन्फर्मेसन गर्ने कोही भएन गाइस मम्मीलाई बोलाउँछ कुकिङ च्यालेन्ज आउँदैछ गाइस आत्माले मासु पकाएर खुवाउनेछ आर्यनलाई ओके आर्यनलाई मात्र किन तँलाई नि बोलाउँछु मासु मैले पकाएको मासु खानु बोलाउँछु मैले आफ्नो सिस्टरले पकाएको मासु खानु बोलाउँछु बट यति नै थियो होइन आजको यो मुकबाङ भिडियो च्यालेन्ज भन्न आएर मुकबाङ भिडियो सो हामीले चाहिँ अब कम्प्लिट गरिसक्यो नर्मली हेर्न सक्नुहुन्छ यति देखिरहनु भएको अनि ठिकै भयो आजको त्यस्तो गफ धेरै त गरेन त्यही पनि रमाइलो भयो खाँदा अलिअलि गफसप गर्दा होइन सो दिस मच फर टुडे अब एकछिनमा अरे इन्डिङ यही गरौँ है त सो गाइस यति नै अब नेक्स्ट भिडियोमा चाँडै भेटौँला होइन सकेसम्म अब चाहिँ भिडियोहरू चाहिँ कन्टिन्युअसली ल्याउने कोसिस गर्छु तर यो डेली भ्लग चाहिँ भन्दिनँ तर यो डेली मतलब हप्ताको यो 2-3 मैले पहिला नि भनेर हुन्छु तर पहिला मैले स्टप गरिसकेको थिएँ फेरि अब चाहिँ रेगुलर गर्छु भन्दिनँ 2 हप्तामा 2-3 चाहिँ भिडियो अभियसली ल्याउने छु अनि त्यही हो आजको यो मुकबाङ रमाइलो भयो आज हाम्रो भाइ पनि जोडेर चाहिँ अलिक रमाइलो भयो तर बोल्न चाहिँ केही बोल्यो नि त्यही पनि रमाइलो चाहिँ भयो होइन यसलाई खाएको देख्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा यसको चाहिँ अहिलेसम्म खाएर होइन 2टा चाहिँ खाएर सो ल यति नै सो ऱ्यापअपै त अब भ्यायो त सो बाई बाई भन्थ्यो ल बाई बाई सी यु सुन त्यो चाँडै भेटौँला सो गाइस हजुरले हेर्नु नै भयो होला हाम्रो आजको यो मुकबाङ भिडियो होइन मुकबाङ बिरयानी मुकबाङ भिडियो मेरो दाइ र भाइसँग अनि सो लास्टसम्म हेर्नुभयो भने त्यसको लागि धेरै धन्यवाद होइन अनि सो यति नै थियो आजको यो मुकबाङ भिडियो चाहिँ अनि मैले खास अघि नै इन्ड गरिसकेको थिएँ तर मैले पुरै इन्ड भएको थिएन अनि सो अहिले इन्ड गर्दैछु अनि सो लास्टसम्म हेरिदिनु होला अनि मन पऱ्यो लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइस अनि कमेन्टमा चाहिँ प्लिज फिडब्याक गर्नु होला होइन के कस्तो लाग्यो भनिदिनु होला अनि सो अब चाहिँ म भिडियो कन्टिन्युअसली नभने पनि म हप्तामा 2-3वटा ल्याउने कोसिस गर्छु मैले पहिला नि भनेको थिएँ बट अब चाहिँ आई विल ट्राई माई बेस्ट होइन सो यति नै थियो आजको यो भिडियो चाहिँ सो स्टे ट्युन फर नेक्स्ट भिडियो बाई बाई गाइस